आईसीसी टी20 विश्वकप 2026 मा नेपालको तर्फबाट खेल्दैछन् पहिलो पटक विश्वकप यी 5 जना खेलाडीहरू। आईसीसी टी20 विश्वकप क्रिकेट आगामी महिनाबाट भारत र श्रीलंकामा शुरू हुँदैछ। ओमानमा भएको एसिया एन्ड एएपी छनौटमा शीर्ष स्थानमा रहँदै नेपालले पनि उक्त विश्वकपमा स्थान पक्का गरेको थियो। लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको नेपालले 15 सदस्यीय टोली घोषणा गरिसकेको छ, जसमा सोमपाल कामी नेपालले खेल्न लागेको तीनवटै विश्वकप खेल्ने 1 लाख खेलाडी समेत रहेका छन्। कप्तान रोहित पौडेल सहित 9 खेलाडीले लगातार दोस्रो पटक विश्वकप खेल्नेछन् भने उपकप्तान दिपेन्द्र सिंह एरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, सन्दीप जोरा, आसिफ शेख, ललित राजवंशी, गुलशन झा र करण केसीले भने लगातार दोस्रो पटक विश्वकप खेल्ने टोलीमा स्थान बनाउन सफल भएका हुन्। सन् 2024 को विश्वकप खेलेका अनिल कुमार शाह, कुशल मल्ल, प्रतिष्ठिसी, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह एरी यसपटक भने टोलीमा फर्किन सकेनन्। अनिल, सागर र कमल प्रारम्भिक टोलीमै अटाउन सकेका थिएनन् भने कुशल, प्रतिश र अविनाश प्रारम्भिक टोलीबाट बाहिरिएका छन्। उनीहरू टोलीबाट बाहिरिँदा भने 5 खेलाडीले पहिलो पटक नेपालको तर्फबाट विश्वकप खेल्ने अवसर पाउन सफल भएका छन्। नेपाल प्रिमियर लिग एनपीएल को सिजन 2 मा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल, नन्दन यादव, लोकेश बम, बसिर अहमद र आरिफ शेखले पनि पहिलो पटक विश्वकप खेल्न लागेका छन्। एनपीएलमा जादुमय प्रदर्शन गरेका शेर मल्लले भने विश्वकपसँगै राष्ट्रिय टोलीबाट पनि डेब्यू गर्ने अवसर रहेको छ। उनकै उत्कृष्ट प्रदर्शनको मद्दतमा लुम्बिनी लायन्सले यसपटकको एनपीएलको उपाधि जित्न पनि सफल भएको थियो। नन्दन कुमार यादव, लोकेश बम र आरिफ शेख भने पछिल्लो समय नेपालको टी20 टोलीसँगै छन्। नन्दन र आरिफले प्लेइङ 11 बाट खेलिरहेका छन् भने लोकेश बमले खासै अवसर पाइरहेका छैनन्। एनपीएलमा राम्रो प्रदर्शन गरेका बसिरले भने लामो समयपछि राष्ट्रिय टोलीमा कमब्याक गर्न सफल भएका छन्। आगामी फेब्रुअरी 7 बाट शुरू हुने विश्वकपमा नेपालको तर्फबाट यी खेलाडीहरूले उच्च प्रदर्शन गर्नेछन् भनेर धेरै समर्थकहरूले आशा राखेका छन्। विश्वस्तरीय मिडियाहरूले चर्चा गरेका छन् नेपालको टिमले जुन कुनै पनि ठूलो टेस्ट नेसन राष्ट्रलाई हराउन सक्ने क्षमतावान टिम रहेको छ। नेपालले यसपटकको विश्वकपमा कहीँ न कहीँ सरप्राइज नतिजा दिन सक्नेछ भनेर अन्तर्राष्ट्रिय मिडियामा पनि नेपाल क्रिकेट टिमको चर्चा भएको छ। नेपाल क्रिकेट टिमले 2024 को विश्वकपमा साउथ अफ्रिकासँगको 1 रनको हार धेरै नेपाली क्रिकेट फ्यान्सहरूसँगै क्रिकेट एक्सपोर्टरहरूले पनि सम्झिराख्छन्। नेपालले त्यो विश्वकपमा साउथ अफ्रिकासँग 1 रनले हार्न नपरेको भए अहिले नेपाल अर्कै ठाउँमा हुन्थ्यो भन्दै पनि चर्चा गरेका छन्। भारतीय क्रिकेट एक्सपोर्टरहरूले पनि नेपालले केही न केही सरप्राइज यो वर्ष दिनेछ र टेस्ट नेसन राष्ट्रहरूलाई बिट गरेर सरप्राइज नतिजा निकाल्न सक्नेछ भन्दै चर्चा गरेका छन् र नेपालका खेलाडीहरू सबै ट्यालेन्टेड भएको पनि चर्चा गरेका छन्। दर्शक महानुभावहरू, फेब्रुअरी 7 बाट शुरू हुने विश्वकपमा नेपाल समूह सीमा रहेको छ। उक्त समूहमा नेपाल सहित इंग्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश, इटली जस्ता देशहरू रहेका छन्। यी देशहरूलाई नेपालले पाखा लगाउँदै सुपर 8 मा नेपाल पुग्न सक्ने भनेर आकलन गरिएको छ। नेपाली समर्थकहरूले पनि यही नै चाहिरहेका छन्। टिम कम्बिनेसन र खेलाडीहरू हेर्दा सबै ट्यालेन्टेड र उत्कृष्ट प्रदर्शन गर्न सक्ने एबिलिटी भएको खेलाडीहरू टिममा भएको भनेर चर्चा भएको छ। अब समर्थकहरूले पनि आशा गरेका छन् कि यो पटकको विश्वकपमा सुपर 8 सम्म नेपाल क्रिकेट टिमले पुग्नेछ, सरप्राइज नतिजा निकाल्न सक्नेछ। कतिपय समर्थकहरूले भने इंग्ल्याण्ड र वेस्ट इन्डिज जस्तो बलियो टिमलाई नेपालले हराउनेछ भन्दै आशा गरेका छन्। दर्शकवृन्द, तपाईलाई यी खेलाडीहरू कस्तो लागेको छ? नेपालको प्लेइङ 11 मा कुन कुन खेलाडीहरूले अवसर पाउँदा राम्रो होला? तल कमेन्ट गरिदिनु होला र नेपाली खेलाडीहरूलाई र नेपाली टिमलाई बेस्ट अफ लक भन्न र गुड लक भनेर लेख्न नबिर्सिनु होला।